हेलो सबैजनालाई नमस्ते। आज चाहिँ पृथ्वी जयन्ती हो। हामी चाहिँ भिडिदिनु थियो। हजुर मजा पृथ्वी जयन्ती आज चाहिँ पृथ्वी जयन्ती है। त्यही त हाम्रो टाउन है, यो चाहिँ हाम्रो टाउन हो। हजुर कहिले कसो झुकिन्छ नि होइन आन्टी? हजुर लडवडिन्छ कहिले कसो। आज चाहिँ हाम्रो पृथ्वी जयन्ती हो है। हामी चाहिँ चोकमा यसरी सानो कार्यक्रम गरेका छौँ। यहाँ हरिमाया हमाल आमाको हातबाट बत्ती बाल्न गइरहेछौँ। हजुर हजुर यहाँ भन्नु नलमा लिनु भन्नु न। पृथ्वी जयन्तीको दिन यहाँ आमाले बत्ती बाल्दै हुनुहुन्छ। सबैजनाले हेर्नु। हामी सबैजना एक्साइटेड छौँ यसको लागि। ल लस अब मोमबत्ती बाल्ने कार्यक्रम हुँदैछ है हाम्रो। मोमबत्ती बाल्ने कार्यक्रम हुँदैछ है हाम्रो। अब पृथ्वी जयन्ती आज चाहिँ मोमबत्ती बाल्ने कार्यक्रम हुँदैछ हाम्रो। ल बिर्सिन्न अब त बिर्सिन्न। ल पृथ्वी जयन्ती आज चाहिँ साथोस क्यान्डिल लिग्यौ ए हाम्रो विप्लव भाइ है के छ सन्चै छौ नि? ल क्यान्डिल बाल्ने कार्यक्रम हुन्छ। ल मोमबत्ती पायो सबैले। बुद्ध जयन्ती आज चाहिँ तपाईँहरूको धेरै कस्तो हुँदैछ? आयो गोर्खाली जय महाकाल भयो सबैलाई नमस्कार। तयारी हुँदैछ है क्यान्डिल बाल्ने तयारी हुँदैछ। पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज हामीले बिहान कार्यक्रम पनि गरेका छौँ। एकता दिवसको उपलक्ष्यमा सबैसँग सद्भाव जागिर दोष भन्ने उद्देश्यले र अहिले पनि हाम्रो राष्ट्र निर्माता श्री 5 बडा महाराधिराज पृथ्वी नारायण शाहको 304औं जन्म जयन्ती तथा एकता दिवसको उपलक्ष्यमा अहिले उहाँको तस्बिर अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। यसले चाहिँ सबैमा सद्भाव एकता कायम गरोस् भन्ने उद्देश्यसहित यो दीप प्रज्वलनका लागि सबैभन्दा सुरुमा हाम्रो एकदमै वरिष्ठ व्यक्तित्व हुनुहुन्छ यहाँ हरिदेवी उहाँबाट सुरुवात गरौँ है त। यहाँ बाल्नु न, यहाँ बाल्नु उहाँ बाल्नु लैजानुहुन्छ कि त्यहाँबाट उहाँ बाल्न सजिलो हुन्छ। भगवान विष्णु दीपनारायणाय नमः अनन्ताय सहस्रमूर्ताय मैले गरेको छु भिडियो। सबैले सल्काउनु। हाम्रो ठाउँमा चाहिँ यस्तो भइरहेको छ। हजुरको ठाउँमा के कस्तो भएको छ कमेन्ट गरिदिनु होला। बालम होइन अब मैले पनि जलाएँ है। अब चाहिँ क्यान्डिल अलि उता गर न, तिमीले जोडा हौ के सँगै हेर्न यतै जोडाउन आऊ। जय महाकाली आयो गोर्खाली। हाम्रो साथीहरू हुनुहुन्छ सबैले राखिदिनु ल। बालिसकेको छु है मैले पनि। आज पृथ्वी जय महाकाल हामीतिर यसरी गरिएको छ। हजुरहरुले कस्तो गर्नु भएको छ कमेन्ट गरिदिनु होला। भन्नु ल के छ रे आउनु त यो
एकचोटि बालेर ल सबैजना हुनुहुन्छ यहाँ है। ल आज पृथ्वी जयन्तीको दिन म पनि क्यान्डल बाल्न आएको छु। तपाईँहरूकोतिर के कस्तो भएको छ कमेन्ट गरिदिनु होला। ल फेरि भनिदिनु त एकचोटि, हामी गोर्खाली। ल मैले पनि राखिसकेको छु क्यान्डल है, लाइनै राखिएको छ हामीले यसरी। ए हस् 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 हाम्रो चाहिँ यहाँ पृथ्वी जयन्ती यसरी सुरुवात गरिएको छ। हेर्नु होला हाम्रो पुलिस सरहरू पनि हुनुहुन्छ। जय जय पृथ्वीनारायण शाहकी जय है। जन्म जयन्तीमा मोमबत्तीमा फुलमाला मात्र चढाएर होइन, उहाँको नीति र उहाँले दिएको हामीलाई सुशासनलाई हामीले सम्मान गर्दै फलो गर्यो भने बल्ल उहाँलाई सम्मान र स्वच्छ श्रद्धाञ्जली अर्पण हुन्छ। हजुर हजुर उहाँको नीतिलाई हामीले सम्मान गर्नु नेपाली जय ल निकालेर हजुर चाहिँ हाम्रो पुलिस सरहरू पनि हुनुहुन्छ। हामी चाहिँ एकछिनको लागि मात्र टाइममा आएको थियौँ, अब बाटो ब्लक गर्नु त भएन। जय जय पृथ्वीनारायण शाहकी जय है। ल हामी चाहिँ क्यान्डल यता राख्दैछौँ। मैले चाहिँ क्यान्डल राखेँ यहाँनिर। पृथ्वीनारायण शाहकी जय है जय। हजुर हुन्छ 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 हस् नमस्कार नमस्कार। हामी त गराउने दर्शन छ सातवटा खिच्दैछु हेर्नु है कस्तो आउँछ। ल्याउनु राखिदिने। खै आउँछ मनिषाई पनि हुन्छ यता हेर्छ नि हजुर अलि नजिक अन्त अलि मनिषा कहाँ गएको
ल 10 मिनटको भिडियो भइसकेको छ है अब पृथ्वी जयन्तीको दिन हाम्रो अब अर्को भिडियो गराउने छु है 10 मिनट चाहिँ भइसक्यो थ्याङ्क यू यो त आइसक्यो